हेलो एभ्रिवान। आज म 3 वर्षकी बालिका गरिमा चौधरीको मृत्युको खबर लिएर आएको छु। यति सानो उमेरकी अबोध बालिकाले बलात्कारपछि ज्यान गुमाउनु परेको छ र मेरो सरकारलाई एउटै मात्र प्रश्न रहेको छ कि कति छोरी चेली कति नाबालिकाहरूको ज्यान गुमेपछि सरकारको आँखा खुल्छ। 3 वर्षकी अबोध बालिकाले बलात्कारपछि ज्यान गुमाएको खबरले मन चिरिएको छ र यो आज मात्रै घटेको घटना होइन, यो विगतदेखि नै घटिआएको घटना हो। मैले पहिलोचोटि बलात्कार पछिको हत्या भनेर थाहा पाएको भनेको निर्मला पन्तको 2075 सालमा र त्यस अघि या पछि यस्ता धेरै घटनाहरू घटिरहेछन्, जस्तै रुकमती दास अनि श्रेया सुनवार, श्रेया विक्क, अंशु गौतम अनि गुलबम्सा, भागरथी जस्ता धेरैजनाले चाहिँ बलात्कारपछि नै आफ्नो ज्यान गुमाएका छन् र उनीहरूको उमेर समूहलाई हेर्ने हो भने उनीहरू लगभग 6 वर्षदेखि 16 वर्ष 17 वर्षसम्मको छन्। यिनीहरू त केही उदाहरण मात्रै हुन्। प्रहरीको तथ्याङ्क अनुसारले हेर्ने हो भने, रिपोर्टहरू हेर्ने हो भने 2075-76 देखि 2082-83 सम्ममा लगभग 40-45 वटा चाहिँ बलात्कार पछिकै मृत्यु भनेर उल्लेख गरिएको रिपोर्टहरू भेट्न सकिन्छ र 40-45 आखिर कहिलेसम्म छोरीहरू चाहिँ यसरी असुरक्षित भएर बाँच्ने। सरकार फेरियो, नेतृत्व फेरियो, तर छोरीहरूको असुरक्षित अवस्था किन फेरिएन? म सरकारलाई प्रश्न गर्न चाहन्छु, अपराधीलाई कानुनको किन डर छैन? सरकार अपराधी पक्रनलाई किन असफल भइरहेछ? के कुराले असफल बनाइरहेछ? र यस्ता घटना रोक्नका लागि सरकारको ठोस योजना के रहेको छ? हामीलाई नतिजा चाहियो। सरकार अपराधीलाई खोज, तुरुन्त पक्राउ गर, निष्पक्ष छानबिन गर, त्यस पछाडि दोषीलाई कडाभन्दा कडा सजाय देऊ। र अब त कानुन संशोधनको बारेमा पनि सोच्ने बेला आएको छ। दिन प्रतिदिन यस्ता घटनाहरू घटिरहँदाखेरि कतै हाम्रो कानुन नै फितलो भएर त यो घटनाहरू बारम्बार दोहोरिरहेको छैन, यो पनि सोच्ने बेला आएको छ। एकचोटि सोची हेरौँ न, बलात्कारपछि हत्या गर्ने अपराधीलाई आजीवन जेल सजाय पर्याप्त छ त? एउटी छोरीको ज्यान खोज्ने अपराधी जेलमा बस्नु र आमा बुवाले जीवनभर छोरी गुमाएको पीडा बोकेर बस्नु के यो बराबर छ त? दोष प्रमाणित भएका र यस्तो जघन्य अपराधमा संलग्न व्यक्तिलाई मृत्युदण्डको सजाय बढी हुन्छ र ज्यानको बदला ज्यान लिन सकिँदैन र अब सरकारले कानुन संशोधन साथसाथै व्यवस्थापन गर्ने विषयमा पनि गम्भीर भएर सोच्न आवश्यक छ। सरकार अब हामीलाई समिति होइन, नतिजा चाहियो। अब आश्वासन होइन, कडा कानुन र न्याय चाहियो। अब हामी छोरीहरूको सुरक्षा चाहियो। हामी छोरीहरू डराएर होइन, सुरक्षित भएर बाँच्न चाहन्छौँ। त्यसैले कानुन संशोधन गरियोस् र दण्डको डर पैदा गरियोस्। र अन्त्यमा नानी गरिमा चौधरीप्रति हार्दिक श्रद्धाञ्जली। तिमीलाई फर्काएर ल्याउन त सक्दैनौ, तर तिम्रो न्यायको लागि आवाज उठाउनेछौँ। जहाँबाट जसरी सकिन्छ त्यसरी आवाज उठाउनेछौँ र सरकारलाई एउटै मात्रै माग छ, अपराधीलाई जतिसक्दो छिटो पक्राउ गरेर निष्पक्ष छानबिन गरी दोषीलाई कडाभन्दा कडा कारबाही गरियोस् र अबका दिनमा कुनै पनि बालबालिका तथा महिलाले बलात्कार पछिको हत्याको पीडा भोग्न नपरोस्, जसका लागि सरकारले के कस्ता कदम चाल्न आवश्यक हुन्छ र त्यसको व्यवस्था गर्नुहुनेछ भन्ने आशा राखेको छु। धन्यवाद।